हेलो गाइज नमस्ते सबैजनालाई। म चाहिँ अब आज निस्केको टक्क लाएर परिवारसँगै मस्त बसेर यस्तो रेस्टुरेन्टतिर जाउँ भनेर। टक्क देख्न सक्नुहुन्छ मेरो बुढी चाहिँ लजाएर हेर बाबालै छन् बुढाबुढी अनि दिदी बिना हामी चाहिँ जान छु बच्चाहरू। हामी 6जना अनि हामी चाहिँ टक्क हिँड्दैछौँ अनि बस चढ्ने चाहिँ तलबाट हो। अनि फुचेल चाहिँ हामीले चाहिँ स्कुटीमा पठाइसक्यौँ। यस्तो त्यही हो गाइज। टक्क लाएर अब जाम पर्छ होला, जाम पर्छ जस्तो लाग्दैछ। र देख्न सक्नुहुन्छ जाम पनि परिगयो। हाम्रो यो चाहिँ माछा पोखरी चोक भनिन्छ यसलाई चाहिँ। पुरै मस्त जाम परेर आएको छ किनकि अस्ति हाम्रो जुन जेन्जी आन्दोलनमा भएको थियो उसले गर्दा ट्राफिकहरू नहुनाले चाहिँ अहिले जाम धेरै नै परेको छ। अनि फाइनली हामी यहाँ आइपुगिसक्यौँ। देख्न सक्नुहुन्छ यहाँको सिनहरू, वातावरण देख्न सक्नुहुन्छ। टक्क मेरो हिरो मसँग हामी चाहिँ भित्र फाइनली गयौँ। टक्क लाएर जान्छौँ के कसो छ हेरौँ। यहाँको डेकोरेसनहरू चाहिँ बवालै छ फेरि। टक्क लाएर होइन मस्तले हिँड्यौँ। चट्ट जान्छौँ यस्तो उस्तो होइन, त्यही हुन्छ नि त। अब चट्ट हामीले चाहिँ गयौँ अनि ठाउँ यसो यताबाट हेऱ्यौँ अनि बस्ने काम भनेर टक्क गयौँ। अनि हामी चाहिँ अगाडि भिना दिदी हुनुहुन्छ, चट्ट देख्न सक्नुहुन्छ यता। अनि हाम्रो पुकु, मेरो बुढी, मेरो माई वाइफ पछि पछि देख्न सक्नुहुन्छ। ढाक्क हामी चाहिँ अब यहाँ आइपुग्यो। अब बस्नुपर्ने हुन्छ। काम चाहिँ यता बस्ला, यिनीहरू चाहिँ यता बस्छ नि त। अनि हामी चाहिँ उता बस्न लागेका थियौँ। अनि हामी उनीहरूको बुढाबुढी, हाम्रो बुढाबुढी सँगै बस्ने भन्ने कुरो भयो फाइनली गाइज। देख्न सक्नुहुन्छ। अब हामीले के गर्छौँ, मेनु हेर्छौँ। अब अर्डर गर्छौँ के खाने कस्तो खाने। आइसक्यौँ हाम्रो वेटर दाजु। टक्क हाम्रो अर्डर भइसकेछ, आउनु मात्र बाँकी छ। अब देख्न सक्नुहुन्छ गाइज मेरो हिरो, मेरो वाइफ त्यो राम्रो देखिएको छु आफ्नै बुढी पनि। हाय हाय देख्न सक्नुहुन्छ भिनाको मुस्कान। हाम्रो दिदी भिना देख्न सक्नुहुन्छ। मेनु टक्क हेर्दैछन् भिनाले। अझै पनि के खाने हो कस्तो खाने हो भन्दै हुनुहुन्छ। टक्क लगाएर चाहिँ वेटरले हेर्दैछन्, लेख्दैछन्। हाम्रो मेरो बुढी कति खुसी भएका, मेरो बच्चा आमामा। टक्क लाएर देख्न सक्नुहुन्छ गाइज। भिडियो अलिकति लामो हुनसक्छ, राम्रोसँग फुल भिडियो वाच गरिदिनु होला। यो चाहिँ हाम्रो के नेवारी रे, हारी नेवारी रेस्टुरेन्ट। टक्क हाम्रो भिना एनसी हो नि त, एनसी दिदी देख्न सक्नुहुन्छ उता। टक्क लाएर म चाहिँ यहाँ नाकेँ। अब हाम्रो रेडी भइसक्यो गाइज। देख्न सक्नुहुन्छ हाम्रो चिकन फ्राई, बफ, चिउरा, अब यो लगायत धेरै छन्। अब आउँदैछन्, अर्डर गर्दैछन्। दुईजनालाई चाहिँ हामी खाजा सेटहरू मगाइदिएको। अब हामी चाहिँ अब सालो बिना यता खानुपर्ने हुन्छ। चट्ट लगाएर बच्चाहरू पनि मस्त छन्। हामीले मोमोहरू पुरै मटनका सेटहरू पुरै मगाएका छौँ, आउँछ अब। चट्ट देख्न सक्नुहुन्छ हाम्रो नेपाली फुड भेरी टेस्टी, भेरी बेस्ट फुड। यो चाहिँ चिकन फ्राई नाइट। दिदीले मस्त लुमा भिना के खाने भन्दै हुनुहुन्छ मलाई। बाबु आइसक्यो, हाम्रो मोमो पनि आइसकेको छ गाइज। हाम्रो यो चाहिँ दुईवटा बच्चाहरूलाई हामीले मोमो गरेको, सानोको न्युले गर्दा चाहिँ ठुलो खाँदैछौँ हामीले। अनि ससेज पनि मगाएको छौँ। यो चाहिँ अब खसीको बुटन देख्न सक्नुहुन्छ। खसीको बुटन बवालै छ यो पनि होइन। चाखिदिउँ न त भनेर हामीले पनि चाख्न लाग्यौँ होइन। चट्ट लाएर अनि खाँदैछौँ। चट्ट एक पिस सट्ट चाख्ने छ। चेड मेरो पोको कति खुसी छन् फेरि ल। फाइनली उनीहरूले चाहिँ लगाइसकेको छन्। यति मात्र नभएर हामीले मोमो पनि खाइसकेछन् बच्चाहरूले। अनि हामीले ससेज पनि मगाएको थियौँ। ससेज पनि एक प्लेट ल खाइसकेछौँ। चिसोहरू यताउता चिसोहरू मगायौँ।
अनि अब ल गाइस हामी चाहिँ अब घर फर्केको बाँकी भिडियो चाहिँ मैले लिगिनँ किनकि हाम्रो सालुबिना कहिलेकाहीँ छुट्टै उठ्यौँ त्यही कारणले अलिकता लिग्न पाएनौँ अनि फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ के अरे घर आइसक्यौँ अब देख्न सक्नुहुन्छ नेपालमा चाहिँ सबै यस्तै हो अब बसको अलिकता उसले गर्दा चापाचाप छन् झुन्डिएर हुन्छ कि यता हुन्छ त्यही चाहिँ नेपालमा चाहिँ अलिकता समस्या नै छ त्यही हो सबैजनाले फुल भिडियो वाच गरिदिनु होला सबैजनालाई थ्याङ्क यू बाई बाई